तपाईंले खबर सुन्नुभएकै होला त्यति बेला कक्षा कोठा पुराना थिए ल्यावतोप थिएन हामी भुइँमा बसेर पथेम। पुराना स्कुलका यादहरू आज हाम्रो मनमा ताजा भइरहेका छन्। हामीसँग जोडिएका अनुहार र नामहरूलाई सम्झौँ। हामी कालिका स्कुलको छोटो यात्रामा जाँदैछौँ, त्यो कक्षा कोठा जसले हामीलाई अक्षरभन्दा धेरै कुरा सिकायो। हाम्रा शिक्षकहरूलाई धेरै धेरै धन्यवाद। हरि सर, गुणराज सर, वेद सर, लालबहादुर सर, मीना मिस। तपाईंका पाठहरू किताबमा मात्र थिएन, साहस, अनुशासन, हाँसोमा पनि थिए। अहिले स्क्रोल गरिरहनुभएका सबैलाई नाम सहितका फोटोहरू हेर्नुहोस्। त्यो नै यसको विशेष कुरा हो। तस्बिरमा ट्याप गर्नुहोस्, त्यो याद महसुस गर्नुहोस्। तपाईंको छेउमा बसेर पढ्ने साथीलाई ट्याग गर्नुहोस् र हाम्रो स्कुलका दिनहरूलाई रमाइलो र दयालु बनाउने सहपाठीहरूलाई श्याम, जनक, ठाकुर, बलराम, खेम, सुशीला, प्रमिला। यदि तपाईंको नाम छुटेको छ भने समयको धमिलोपनलाई माफ गरिदिनुहोला। कमेन्ट गर्नुहोस् र हामी तपाईंलाई यो सूचीमा थप्नेछौँ। यी नामहरू केवल अक्षरहरू मात्र होइनन्, चक्को धुलो, बिहानको घन्टी, खाजा समयका ठट्टाहरूका कथाहरू हुन्। तिनीहरूले हामीलाई कहाँबाट सुरु गर्यौं र कसले हामीलाई अगाडि बढ्न प्रेरित गर्यो भनेर सम्झाउँछन्। त्यसैले यहाँ एउटा सानो अनुरोध छ, फोटो सेभ गर्नुहोस्, नाम शेयर गर्नुहोस्, यदि सक्नुहुन्छ भने शिक्षकलाई म्यासेज पठाउनुहोस्। एउटा सानो धन्यवादले तपाईंले सोचे भन्दा धेरै अर्थ राख्छ। पुराना स्कुलका यादहरू साना खजाना हुन् र आज हामी तिनीहरूलाई आफैलाई फिर्ता दिइरहेका छौँ। लाइक गर्नुहोस्, सहपाठीलाई ट्याग गर्नुहोस्, यी नामहरूलाई जीवित राखौँ।